के हुँदैछ केटा हो अनि माछा चाहिँ कहिले खाने नि बेलुका बिस्तारै बिस्तारै भइहाल्छ नि भाइ किन हतार गरेको के हुन्छ भरे साथै के भन्छ घेरामा मुठो हुन्छ नि माछा मलाई के चाहिँ बताइदिनु भाइ यो मसला बाहिर खान्छ कि है कस्तो के भन्छ कस्तो के भन्छ त्यो चौध 5 रुपियाँ यत्रो भइसक्यो यत्रो के छ यो एक्लै म खाए जस्तो लाग्छ मजाले चाउचाउ कति 5 6 ल्याएको किसान एक्लै खाइन्छ मजाले अब अलिक कम अब नराम्रो झिँगा कति आएको थियो तेल कहाँ कुकुरले लसन गर्दा गोर्खाले छोडायो त कुकुरले हामीले के भयो अब पन्चे खाइदियो अरे त्यसले बिस त उ पेट का दिन्छ म मसिन गइराछु त यार फिट यार मान्छेले म मसिन गर्नु अहिले लोरा छैन लोरा गरौँ तातो होस् यति हाल्दै खतरा लागेको बबाल हो नि उड्रो फोन क्या उड्रो फोन पर्छ क्या यो मात्रै पाउने क्या कर्ने मात्रै पाउने सबै कर्न खाएर आउँदा भोलि कुराइदिने हो के चाहिँ आउँदा अझ पिरो हुन्छ है हेरेन नानी छ भन्ने यो तपाईँको जस्तो यो मसला जस्तो चाहिँ के यसो गर्दैन होइन यो चाहिँ दामी जिउ डढ्यो यो अझ यो मसला हाल्नु बाँकी छ रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं सोके अर्ग्यानिक यहाँ पानी पङ पर्नु पानी उता क्या उता चाहिँ पखाल्नु पर्यो ए पानी पर्ने के हो यो अर्ग्यानिक कोदोको जाँड छ्याङ भन्छ क्या गाउँतिर होइन प्रभाव हो नि गुरुङको छोराले जाँड त्यो छानेर भन्ने त्यही नहुने क्या के त यार कस्तो यहाँ भोलि पर्सि तपाईँको छोरी बाग्ने अन्त थाहा नि तपाईँलाई जहाँ छन् लाउँछ ढेँडो मार्नु लाउँछ मस्काउनु लाउँछ त्यस्तो हो नि हाम्रो गुरुङ पनि त्यस्तो हुन्छ नि यो छ्याङ क्या यो छ्याङ अस्ट्रिजको मासु अस्ट्रिजको बाहिर छ त तँ के छ मासु बाहिर बाहिर छ यो चाहिँ बाहिर भाँडा भाँडा त्यो पिर्काले सबै पातलो जस्तो लाग्यो बाक्लै खानु भाइ ज्यादो हो त्यही गर्दाखेरि ज्यादो त अन्त खाइहेर्नु त लासो 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 सबलाई सेवा ल सेवा अरे हामीलाई सेवा भन्दा धेरै खाइ चेस गर्नु चेस हालिहाल्नु कलमा फर्स्ट टाइम खाने फेरि मैले खाएँ नि फेरि त्यो त कहाँ अर्को त्यो मान्छे फेरि
अगन चाहिन्छ अगन चाहिन्छ कचर भए हुन्छ मलाई नि छैन गला फेरि बाजेले मैले खोइ त कतिवटा चाहिन्छ एउटा मात्रै बाजे त्यही त हामी फुक बाजे छ उसलाई पनि डाकिदियो भने हाँ भाइको समय गर्नु मिठो खानु बस यहाँ हेलो गाइज इट्स मी राम गुरुङ हाम्रो युट्युब च्यानलको नाम रहेको छ राम राइल्स विकेन्ड हजुर सामु हामी हरेक हप्ता एउटा भिडियो लिएर आउनेछौँ हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला धन्यवाद सी यू अन द नेक्स्ट भिडियो